हेलो नमस्ते एभ्रिवान तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु मेरो च्यानल रानी ब्लग। तपाईँहरूलाई थाहा भएको कुरा हो। तपाईँहरूलाई मैले लामो समयदेखि वेट गराएँ। तपाईँहरूले यो सिग्नेचर साडी खोजिरहनु भएको थियो एकदमै राम्रो कलरमा र अर्को यो कलर पिङ्क कलरमा। साथसाथै मसँग धेरै राम्रो सिग्नेचर साडी, डिजिटल साडी, डल्फिन साडीदेखि लिएर तपाईँहरूको लागि पूनम साडी पनि अभाइलेबल हुनेछ। कस्तो कस्तो साडीहरू तपाईँले मसँगबाट लिन पाउनुहुन्छ त्यो हेर्नको लागि मेरो फुल भ्लग हेर्नुहोस्। तपाईँहरूलाई बिस्तारै यो साडीहरूको बारेमा जानकारी गराउँदै जानेछु। ओके, तपाईँहरू सबैलाई मन परेको यो सिग्नेचर ओरिजिनल सिग्नेचर मेड इन जापान साडी हो। ल हेर्नुहोस्, यो तपाईँहरूले मैले मेरो टिकटकमा जुन मेनिक्विनमा लगाएको थिएँ त्यो साह्रै नै मन पराउनु भएको थियो र त्यसले गर्दाखेरि मैले जम्मा 8वटा पिस चाहिँ अभाइलेबल गरेको छु। तर 8वटा पिसमा चाहिँ 2वटा पिस गइसकेको छ भनेपछि अब तपाईँहरूले 6वटा पिस लिन सक्नुहुन्छ। र यो लिनको लागि स्क्रिनसट गर्नुहोस्, म तपाईँलाई राम्रोसँग देखाउँछु। स्क्रिनसट गर्नुहोस् र मलाई चाहिँ डिएम गर्न सक्नुहुन्छ, वा तपाईँले नम्बर 1 को साडी भनेर पनि मलाई चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ युट्युब हेरिरहनु भएको छ भने। र यसकै अर्को कलर रहेको छ, यो हेर्नुहोस् कस्तो राम्रो रेडमा होइन, अनि यो मरुन हुँदै तपाईँले देख्न सक्नुहुन्छ ब्राउन सेडमा एकदमै राम्रो छ। यो साडी मलाई त अति नै मन परेको कलर। हेर्नुहोस् यो दुईटाको टोटली डिफ्रेन्ट छ। नम्बर 2 मा यसलाई काउन्ट गर्छु। नम्बर 2 को साडी तपाईँले यदि मन पराउनु भयो भने यो मैले 5वटा ल्याएको थिएँ भने 2वटा बुकिङ भइसकेको छ। मात्र 3वटा अप्सन छ, त्यही भएर नम्बर 2 राम्रोसँग हेर्नुहोस्। नम्बर 2 यदि इन्स्टामा लेख्नुहुन्छ भने तपाईँले नम्बर 2 लेख्नुहोस् वा यसलाई स्क्रिनसट गर्नुहोस्, होइन भने तपाईँले युट्युबमा कमेन्टमा लेख्नुहोस् मलाई नम्बर 2 को साडी चाहियो भनेर है त। तपाईँहरूले स्पेसली मन पराउनु भएको एकदमै हाई डिमान्डमा भएको यो पर्पल साडी। पर्पलमा पनि यो डिजिटल तपाईँले नजिकबाट हेर्नुहोस् यसको टेक्सचरहरू। यो डिजिटल साडी अति नै राम्रो छ। हेर्नुहोस् यो नम्बर 4 मा आउँछ है, नम्बर 3 मा आउँछ है। तपाईँले यदि कमेन्ट गर्नुभयो युट्युबमा भने नम्बर 3 मा आउने यो पर्पल साडी तपाईँको लागि आफ्नो बनाउन सक्नुहुन्छ। तपाईँले हेर्नुहोस् यो एकदमै राम्रो छ होइन। तपाईँलाई म एकदमै खोलेर पनि यसको बुट्टाहरू देखाइदिन्छु र डिजिटल साडी कस्तो हुन्छ भन्ने मजाले हेर्नुहोस् तपाईँले। यो चाहिँ पर्पल हो, यसको लाइट पर्पल एकदमै राम्रो छ भने यसको अर्को एउटा यो कलर छ। यो कलर त मलाई एकदमै मन परेको होइन, यो एकदमै हाई डिमान्डमा भएको कलर पनि हो। यो नम्बर 4 यदि तपाईँले मन पराउनु भयो भने इन्स्टामा स्क्रिनसट गरेर पठाउन सक्नुहुन्छ र तपाईँले युट्युबमा भने नम्बर 4 लेख्नुभयो कमेन्टमा मेरो लागि भन्नुहुन्छ भने मसँग यो मात्र 2वटा पिस छ। हेर्नुहोस् त कस्तो लाग्यो तपाईँलाई यो कलर कम्बिनेसन। यो अति नै राम्रो छ। यो मेड इन जापान साडी हो। तपाईँहरूलाई सायद मनपर्छ होला, मन पर्यो भने तपाईँहरूले कमेन्ट गरिहाल्नुहोस्। फेरि म अर्को साडीहरू तपाईँहरूलाई देखाउँदै जानेछु। डिजिटलको धेरै कलरहरू छ है, किनभने आज मात्र ब्लग होइन डेली ब्लग तपाईँको लागि राख्छु अनि तपाईँहरूले चुज गर्नुहोस्। त्यसपछि म तपाईँहरूलाई साडी पठाइदिन्छु। तपाईँहरू सबैले धेरैभन्दा धेरै मन पराउनु भएको पर्पल साडीको कलर एकदमै धेरै आएको छ। अनि पर्पल साडीमा तपाईँले विभिन्न डिजाइनमा विभिन्न प्राइसमा चाहिँ लिन सक्नुहुन्छ। हेर्नुहोस् पर्पलको नम्बर 1 यदि तपाईँले पर्पलको नम्बर 1 मन पराउनु भयो भने तपाईँले स्क्रिनसट गर्नुहोस् इन्स्टामा पठाउनको लागि र युट्युबको लागि नम्बर 1 पर्पल लेख्नुहोस् यदि मन पर्यो भने। अनि नम्बर 2 पर्पलमा छ यो मरुन ओरेन्ज कलरको बुट्टा भएको अति नै राम्रो सिग्नेचर साडी। त्यसै गरी अर्को मलाई अति नै मन परेको यो पर्पल पनि एकदमै राम्रो छ। तपाईँहरू धेरैजनाले चाहिँ पर्पल साडी चाहिँ मन पराउनु भएको थियो है। अनि डिफ्रेन्ट पर्पलको क्रममा यो पनि एकदमै पेस्टल पर्पल छ, एकदमै राम्रो। तपाईँहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ मन पर्यो, त्यो कारणले गर्दाखेरि मैले तपाईँहरूको लागि चोइस गरेर लिएको थिएँ है। यसरी लाएर पनि हेर्छु, म तपाईँहरूलाई देखाइदिन्छु। हेर्नुहोस् यस्तो राम्रो छ यो पर्पल। अनि यो साडी पनि तपाईँहरूको लागि मैले ल्याएको छु। यसको अरू कलर पनि छ, पर्पल स्पेसली देखाउँदैछु। र यो पर्पल यो पनि अति नै राम्रो छ, तपाईँले हेर्न सक्नुहुन्छ। हेर्नुहोस् है, तपाईँलाई मन परेको स्क्रिनसट गर्नुहोस् वा नम्बर 1 2 3 4 भनेर तपाईँले भन्न सक्नुहुन्छ। अनि त्यसपछि फेरि अर्को पर्पल जुन अघि पनि मैले देखाएको थिएँ यो पर्पल, र अर्को चाहिँ सानो सानो बुट्टामा तपाईँहरूलाई मनपर्ने खालको पर्पल यहाँ पनि छ। ल हेर्नुहोस् कलर एकदमै ब्राइट छ यो पर्पलमा, जुन तपाईँले ग्रिन होइन
अरेन्ज हैन पिचदेखि लिएर रेड यो कम्बिनेसन छ। यो अति नै राम्रो छ, हेर्नुहोस् यो पर्पल। र अर्को पर्पल पनि म देखाइहाल्छु है। यो पनि एकदमै राम्रो बुट्टाको। यसको अर्को कलर अप्सनहरू पनि छ है। तपाईँलाई पर्पल मन परेन भने पनि तपाईँले यसको अर्को कलर अप्सनहरू लिन सक्नुहुन्छ मसँग। र धेरैजनालाई फ्लावर मात्रै मन नपरेको हुनाले मैले यसपालि तपाईँहरूको लागि लिफ प्रिन्टमा, हेर्नुहोस् न यो लिफमा धेरैले मलाई तपाईँहरूले स्क्रिनसट पनि पठाउनु भएको थियो अर्को कलरको साडीहरूमा। यो लिफमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ पर्पल। यसको अरू कलरहरू पनि अभाइलेबल छ यदि तपाईँलाई यो प्रिन्ट मन पर्यो भने। त्यसै गरी मसँग रहेको यो एकदमै डिफ्रेन्ट प्रिन्टमा यो किम्रे साडी हो। तपाईँलाई थाहा छ यो एकदमै डिफ्रेन्ट एकदमै युनिक पिस छ मसँग। यसलाई किम्रे साडी भन्छ, तपाईँहरूलाई थाहा भएको कुरा हो। हेर्नुहोस् त बुट्टा कस्तो क्लियर राम्रो देखेको छ है। यो साडी पनि लिन सक्नुहुन्छ। र अर्को लिफ फ्लावर जस्तै लिफ जस्तै होइन यस्तो खालको प्रिन्टमा तपाईँले देख्न सक्नुहुन्छ। यो ब्ल्याक बेसमा पर्पल फ्लावर र पर्पल लिफहरू भएको यो पनि अति नै राम्रो छ भने। अर्को एउटा पर्पल छ, यो पर्पलको प्याटर्न पनि नेभी ब्लूमा, यसको बेस चाहिँ नेभी ब्लूमा छ र प्याटर्न जुन फ्लावर छ पर्पलमा छ। र अर्को अन्तिम पर्पल चाहिँ यो पनि हो, म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ किम्रे बोर्डरमा हो, तपाईँहरूलाई थाहा भएको छ यो किम्रे बोर्डरको बारेमा। किम्रे बोर्डर जापानिज साडीहरू मध्येको एक उत्कृष्ट साडी हो। र हेर्न सक्नुहुन्छ यो कस्तो देखियो। तपाईँहरूलाई मनपर्छ होला। मन पर्यो भने तपाईँहरूले इन्स्टामा मेसेज गर्नुहुन्छ भने स्क्रिनसट र युट्युबमा गर्नुहुन्छ भने तपाईँहरूले चाहिँ नम्बर 1 2 3 4 5 भनेर यो साडीहरूलाई गर्न सक्नुहुन्छ। सो हजुरहरूलाई फेरि पनि पर्पल देखाउँदैछु मसँग अभाइलेबल भएको। तर यो पर्पलमा अर्को कलरहरू पनि पाउन सक्नुहुन्छ। यदि यो पर्पल मन पराउनु भयो भने पनि तपाईँले मेरो इन्स्टामा स्क्रिनसट र तपाईँले युट्युबमा चाहिँ नम्बर कतिको हो हेर्नुभयो त्यो अनुसारले दिनुहोस्। यो एकदमै मसिनो बुट्टा भएको धेरै जस्तो एकदमै आमाहरूले मन पराउने प्रिन्टको यो साडी मसँग छ। यसको पनि डिफ्रेन्ट कलर पनि छ र यो पर्पल पनि छ। तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई यो पर्पल हेर्नुहोस् अति नै राम्रो छ। यो सिग्नेचर साडी हो। यसरी पनि थाहा पाउनु सक्नुहुन्छ यो कति वेटी छ, कस्तो राम्रो छ भनेर। यो मलाई अलिकति डिफ्रेन्ट लागेको र अलिकति युनिक अनि राम्रो लागेको यो लिप प्रिन्टमा पर्पल सँगसँगै मल्टी कलर जुन मिक्स भएको छ यसले अति नै राम्रो देखेको छ। र सँगसँगै यसको अर्को कलर पनि मसँग अभाइलेबल छ। मन पर्यो भने तपाईँले भनिहाल्नुहोस्, पर्पल त तपाईँको लागि छँदैछ। अनि धेरै जस्तो तपाईँहरूको अर्डर अनुसार चाहिँ यो किम्रे साडी तपाईँहरूलाई म देखाउँछु किम्रेको बोर्डर कस्तो हुन्छ भनेर। यो किम्रे साडी हो र यो किम्रे साडी तपाईँले यो यस्तो राम्रो बुट्टामा जुन पर्पल मल्टी कलर छ तपाईँले यो पनि आफ्नो बनाउन सक्नुहुन्छ। र साथसाथमा फेरि अर्को पर्पल छ, यो पनि राम्रो कलर जुन यो पनि यो बोर्डर देख्नु भएको छ यो किम्रे बोर्डर हो। आमाहरू धेरैजनालाई थाहा छ जसले जापानिज साडी लगाउनुहुन्छ उहाँहरूले चाहिँ यो किम्रे बोर्डरको बारेमा चाहिँ भनिराख्नु पर्दैन उहाँहरूको लागि। हेर्नुहोस् न कति राम्रो छ है। र साथसाथमा मसँग अर्को लाइट बेबी पिङ्कमा यो लाइट पर्पल मिक्स भएको यस्तो खालको लिप फ्लावर टाइपको प्रिन्ट पनि छ। यो मलाई चाहिँ मनपर्छ है। तपाईँलाई कस्तो लाग्छ अर्को कलरको लागि र यही कलरको लागि पनि कमेन्ट छोड्नुहोस् वा तपाईँले मलाई इन्स्टामा मेसेज गर्नुहोस्। र अर्को पर्पलको भेराइटी रहेको छ यो पर्पल पनि वाइट पनि टच भएको छ र डार्क पर्पलदेखि लिएर ग्रे एभ्रिथिङ यसमा पनि मल्टी कलरमा छ र धेरै कलर चाहिँ छैन होइन, तर कलरहरू चाहिँ मिक्स भएको छ। यो पनि अति नै राम्रो छ। यदि तपाईँलाई मन पर्यो भने तपाईँको बनाउन सक्नुहुन्छ। मसँग एउटै खालको साडीहरू मात्र छैन, मसँग भेराइटी अफ साडीहरू छ भन्ने कुरा तपाईँलाई थाहा छ। जुन मेड इन जापानको अर्को एउटा उत्कृष्ट उत्पादन पनि भन्नुपर्छ यो हो ब्युटी क्विन साडी, जहाँ मेड इन जापान लेखिएको हुन्छ र साथसाथमा चाहिँ यसको चाहिँ आफ्नै ब्लाउज सेट पनि हुन्छ। ल हेर्नुहोस् यति राम्रो कलरमा छ। यो कलर त तपाईँले एउटा मात्र पाउन सक्नुहुन्छ। यदि तपाईँले मन पराउनु भयो भने छिटोभन्दा छिटो तपाईँले कमेन्ट गर्नुहोस्। जसले पहिला पेमेन्ट गर्नुहुन्छ उहाँलाई नै दिनेछु म। र साथमा अर्को एउटा यो एकदमै राम्रो कलरमा जसको ब्लाउज पिस पनि छ है, तपाईँले हेर्न सक्नुहुन्छ कति राम्रो कलर छ यो है।
यो पनि ब्युटी क्वीन साडी हो, जहाँ चाहिँ ब्युटी क्वीन साडी तपाईँले मेड इन जापान देख्न सक्नुहुन्छ। र अर्को मलाई मन परेको यो ग्रिनमा, अनि कस्तो राम्रो राम्रो यसको फ्लावर प्रिन्ट छ है। र यसको ब्लाउज पिस चाहिँ यो रहेको छ, हेर्न सक्नुहुन्छ। र यसको कलर कम्बिनेसन, ओ माई गड, मलाई त अति नै मन पर्यो है। यसको कलर कम्बिनेसन जुन पिङ्कमा यो ग्रिन, एकदमै राम्रो खालको कलरको ग्रिन हेर्नुहोस्, तपाईँले हेर्न सक्नुहुन्छ। यो पल्लुमा यो यस्तो भेट्न सक्नुहुन्छ। यो अति नै राम्रो छ, म यसरी लाएर देखाइदिन्छु तपाईँहरूलाई होइन। यो अति नै मन परेको मलाई पनि साडी, हेर्नुहोस् तपाईँले यो साडी पनि वान पिस पाउन सक्नुहुन्छ। ब्युटी क्वीन साडीको बारेमा धेरैले सुन्नु भएको छ मबाट होइन। यदि मन पर्यो भने यो साडीको लागि तपाईँले कमेन्ट गर्नुहोस् वा स्क्रिनसट सेन्ड गरिहाल्नुहोस्। ब्युटी क्वीनको धेरै भेराइटी चाहिँ छैन, र यसपालि चाहिँ डिजिटलदेखि लिएर सिग्नेचरदेखि लिएर मेड इन जापान ओरिजिनल सिग्नेचरहरू र डल्फिन साडीदेखि लिएर तपाईँले धेरै धेरै भेराइटी पाउन सक्नुहुन्छ। मलाई हेरेर साथ दिनुभएकोमा धन्यवाद। भोलि फेरि ब्लग राख्नेछु र भोलि फेरि भेराइटी तपाईँलाई दिनेछु, अनि तपाईँले रोजेर साडी पाउनुहुनेछ रानीको सपबाट। र रानी ब्लग हेर्न नछुटाउनु होला, र टिकटकमा रानीलाई पनि माया दिनुहोस्, इन्स्टामा माया दिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।